गाइस आज लक्ष्मी पूजाको तयारी गरिरहेको छु। मैले चाहिँ यहाँ मण्डप बनाइसकेको छु। अब म यहाँ मैले स्वस्तिकहरू चाहिँ बनाइसकेको छु। अब म यसमा भगवानलाई स्थापना गर्छु है। सबैजनाले हेर्दै गर्नु होला लास्टसम्म। यतापट्टि मन्दिर सानो भएर मैले यतापट्टि गर्दैछु है त गाइस। ह्याप्पी लक्ष्मी पूजा सबैजनालाई। लक्ष्मी पूजाको धेरै धेरै शुभकामना छ। मैले चाहिँ यसरी रेडी गरिसकेको छु होइन। मैले आफूले जाने अनुसार गर्ने हो लक्ष्मी पूजा। अब जस्तो छ जे छ त्यसमै हामी सन्तुष्ट हुने हो। सो गाई चाहिँ मेरो चाहिँ यो कलश रहेको छ। त्यसपछि बिचमा चाहिँ हामीले गणेशको स्थापना गरेको छ भने यतापट्टि चाहिँ त्यो कलश रहेको छ। सो खानेकुराहरू मैले खासै केही पनि बनाउन भ्याइनँ। एकदम दौडेको थियो बजार जाँदा। लाइटिङदेखि लिएर एभ्रिथिङ मैले आफैले म्यानेज गरेको। सो केही पनि भएन। जति सकेको चाहिँ छ मैले यति नै गरेँ होइन। अब यस्तै छ गाइजहरू है। सबैजनालाई दीपावलीको धेरै धेरै शुभकामना छ। मैले मन्दिर बनाउला भनेर सोचेको थिएँ। त्यो पनि मेरो यसपाल काम पुरा भएन किनकि मलाई काठको मिस्त्रीले धोका दिएको कारणले गर्दाखेरि मेरो यहाँ जस्तो छ त्यस्तै मैले चाहिँ उ गरिसकेको छु। पूजा अब पत्तीहरू बालिसकेको छ। अब चाहिँ मजाले लक्ष्मी मातालाई पूजा गरेर आरती गर्छु। आफ्नो चलन भन्नु पर्यो होइन। सो गाइस कस्तो लागेको छ हजुरहरूलाई मेरो मन्दिर? यस्तो छ। मैले स्वस्तिक बनाएर चाहिँ यो सबै कुराहरू चाहिँ राखेको छु। मैले यस्तो सानो घर थियो। सानो घरलाई पनि यसरी सजाएको चाहिँ ढोकामा। अब फुलको माला छैन त्यसै कारणले अनि म चाहिँ एकदम बिजी भएको कारणले गर्दा रङ्गोली खासै गाउनु चाहिँ पाइनँ न। मैले चाहिँ यही लिएर राख्दिएँ पाउँछ। सो मेरो गेटमा चाहिँ यस्तो रहेको छ। यो चाहिँ मेरो सानो तुलसीको मोठ रहेको छ है। जस्तो छ त्यस्तै देखाउने हो गाई चाहिँ रहेछ। यो चाहिँ यत्रो रङ्गोली बनाएको छ खासै। अब मेरो चाहिँ निर्जल व्रत पनि रहेको छ होइन। अनि गाह्रो पनि भइरहेछ। अनि दौडधुप भयो धेरै आफै यताउता म्यानेज गर्दाखेरि चाहिँ एकदमै टाइम लाग्यो भनौँ न। त्यसपछि त्यही कारणले गर्दाखेरि चाहिँ अनि खासै रेडी गर्न पाइनँ। आँटेको छु यस्तो छ। यहाँ चाहिँ हाम्रो पसल लसुन पसल म्याडमजी नानीहरू साँच्दा बच्चा नै हारेछ। यो चाहिँ हाम्रो घरको पसल मेरिटको पसल। यो चाहिँ मेरो पसल पाला भित्र बत्ती लिएर आउनु पर्छ नि। सो गाइस
लाग्छ निप्छ तँलाई घोच्ने होइन नि त